ओइ केटा हो, ईश्वर त आइसके भन्दै थियो पुलतिर। जाउँ न केटा हो, हामी अलि ढिलो भए जस्तो छ। ल मैले अघि नै ईश्वरलाई फोन गरिसकेको थियो, आइसकेछु भन्दै थियो पुलतिर होला नि। जाउँ न जाउँ। ल केटासँग पनि भेट भइहाल्यो। ल जाउँ त जाउँ अब पार्कतिर रमाइलो गर्न। जाउँ केटा जाउँ ढिलो भइसक्यो। हिँड जाउँ। से आंखें रोने लगी, नींद न आई पर आंखें सोने लगी। साथ निभाए जो तू जन्मों ही जन्मों का, तू ये यारी रह जाएगा। तकता रहूं तेरी निगाहों को दर बदर के, कुछ तो कह जाएगा। केटा हो, हिँड्दा हिँड्दै पनि थाकियो, अझसम्म पनि आएन पार्क। कति लाग्छ र हो? ल के भन्छ, यही त हो नि पार्क। ए हो है। जाउँ त पार्क। जाउँ त पार्कतिर। अब हिँड्दा हिँड्दै थाकिसकेछ, अब कति नै समय लाग्ला र होइन। ल बिस्तारै बिस्तारै हिँड्दै जाऊँ न त। आइभ्याइएछ है। जाऊँ न त, जाऊँ भित्रै। भित्रैतिर बताउँला। ओहो, पाहाड त क्या राम्रो रहेछ, आनन्द ठाउँ लिने ठाउँ रहेछ। त्यही भएर त जाम भने त मुला मान्दैनौ तिमी। सुतेर मोज गरौँ केटा। आनन्द ठाउँ रहेछ। ओहो, पार्कमा बल्ल आइयो। राम्रैसँग थकान मार है केटा, मार। तिमीहरूले थाहा छ किन यहाँ त भूत पनि पाइन्छ अरे? साँच्चै हो त, अस्ति मात्र मलाई सुनाएको त यहाँ। मलाई डर लाग्यो यार। अब के गर्ने त्यो केटा? सँगै बस्नु छ सबैजना। जन कति पिसाब लाग्थ्यो, पिसाब फेर्न जाउँला भनेको कस्तो कुरा सुनाएछ। हामी सबैजना सँगै जाने हो त। ओहो, जाम जाम जाम। सबैजना जानुपर्छ है। ल सबैजना जानुपर्छ केटा। मलाई त डरको लागिरहेको छ, डरको लागि। विदेशमा आइया छ, अब घरको सम्झना पनि धेरै आउँछ। यसो मनको रमाइलो, अब सम्झना बिर्सना मेटाउनको लागि यस्तै पार्कतिर आउनुपर्छ। ला यही छ पीडा भुलाउने लिएन ल्याएर म पनि पीडा भुलाउनु पर्यो। गाह्रो छ नि। याद त आउँछ केटाहरू, के गर्नु, घरको जिम्मेवारी। परदेशमा त जागिर छैन, परदेशमा आउनै पर्छ। खाऊ चिन्ता नमानी पीडा इन्जोय गर। तिमी धेरै यादमा बस्यो क्या है। नबस साथी सङ्गी हो, हामी छौँ, सबै सँगै गरेर रमाउनु पर्छ। यस्तै इन्जोय लाइफ
भन्ने कुरो अब परदेशमै भेट्नु पर्छ होइन जिन्दगी यस्तै छ हो केटा रात पनि पर्न लागिसक्यो झम्के झम्के साँझ परिसक्यो केटा हो अब जाने समय पनि हुँदैछ दूर तू है हम हो गए फासले थे अब हो गए जाने क्यों ये रिश्ते जो थे खत्म हो गए क्या तेरी मेरी बातें अब कति दुःख सुखका कुरा गर्ने आज यसो छुट्टीको दिन पार्क आयो बेला यसो इन्जोय पनि त गरिदिउँ न त है ल राखिदिउँ न त सुरु गरौँ रमाइलो पनि भयो केटा हो अब जान क्या हो ए ल जाम त अब 12 पनि बजिसकेछ है यो बाटो त नजाउँला केटा हो मैले सुनेको त यहाँ भूतहरू आउँछ नि त हामी 4 जनाको मध्येमा एकजना साथीले त गायब पारेको केटा हो यति राति भइसक्यो अब कहाँ खोज्ने मलाई त डर लागिसक्यो केटा हो यार एउटा साथी हराइसक्यो के हो अगाडि कालो खै हेरौँ त